हेलो नमस्कार नववर्ष 2083 साल आज वैशाख 5 गते यस हाम्रो श्री दुर्गा टोल विकास समिति र यस मुड्किना अवस्थित खोप केन्द्रका अध्यक्ष र सम्पूर्ण टोल विकास समितिका अध्यक्ष लगायत हामी यस टोल भेगका सम्पूर्ण महानुभावहरू उपस्थित भई हामीले यसरी आज यस टोलमा चाहिँ हामीले सरसफाई अभियान गरेको छौं। विगत 7-8 वर्ष पहिलेदेखि विगत 7-8 नभएर लगभग 10-11 वर्ष पहिले नै बनेको यस हाम्रो यस भेगको लागि खोप केन्द्र भनेकै बर्खाको पानीले यसमा भल पसेर जाने अस्तव्यस्त अवस्थामा थियो र हामी अहिले यस टोल भेगका सम्पूर्ण महानुभावहरू जम्मा भई यसरी चाहिँ हामीले सरसफाई अभियानमा जितेका छौं। यहाँको सरसफाई मात्र नभएर हामी यस वरपरका बाटाघाटा यताउता सम्पूर्ण फोहोर जन्नेहरू हामी दोस्रोपल्ट सरसफाई अभियानमा जितेका छौं र यस भिडियो जोसँग पुग्छ सम्पूर्णजनाले सेयर गरिदिनु होला भन्ने अनुरोध गर्दै हेर्नुहोस् यसरी हाम्रो यहाँ महिला पुरुषहरू सम्पूर्णजनाले जाने हामी यहाँ यसरी सरसफाई अभियानमा लागेका छौं। बाटो हिँड्दाखेरि पनि खोप केन्द्र कहाँ छ भनेर हेर्नुपर्ने अवस्था थियो र हामीले अहिले भर्खर यहाँ सुरुवात गर्दैछौं। यसरी हाम्रा यस टोल भेगका सम्पूर्ण महिला पुरुषहरू यसै टोल विकास समितिका अध्यक्ष उपाध्यक्ष लगायत अरू सम्पूर्ण समितिहरू है हामीले यसमा सरसफाई गरिराखेका छौँ। हस्त अहिलेको लागि यति नै। यसपछि हामी फेरि माथि हाम्रो भिओ टावर र बिर्गाकोट मन्दिरको आसपासमा फोहोर जन्नेहरू सफा गर्नको लागि यसपछि लगतै हामी माथि बिर्गाकोटमा जाँदैछौँ। बिर्गाकोट त्यसभन्दा केही 100-150 किलोमिटर पर कति पोखराडा खानेपानीको पिकनिक स्पोट छ। हामी पिकनिक स्पोट र मन्दिर आसपास चाहिँ सरसफाई गरिएको छ र यसै भिडियो मार्फत मैले सम्पूर्ण महानुभावहरूले के जानकारी गर्छु भने यो पोइन्टमा अथवा मन्दिरको वरपर जो कोही आउनुहुन्छ प्लास्टिक जन्नेहरू सिसा जन्नेहरू उचित ठाउँमा राखिदिनु होला, जता पाइ चाहिँ नफालिदिनु। मन्दिर खानेपानी सरसफाई हुनु पर्यो। स्वास्थ्यको लागि नै सरसफाई भन्ने अभियानको साथ हामी यसरी जितिराखेको छौँ। कृपया तपाईँ जो कोही घुम्न आउने मान्छेले प्लास्टिक जन्नेहरू चाहिँ बाटाघाटा कुनै पनि ठाउँमा त्यसरी नफालिदिनु होला, एउटा उचित ठाउँमा राखिदिनु होला भन्ने अनुरोध गर्दै आजको भन्दा पनि यस खोप केन्द्र आसपासका सरसफाई अभियान है अहिले यहाँ स्थगित गरी फेरि हामी माथि टावरमा जानेछौँ। सरसफाई गरेको बाटो चाहिँ उस गरेको थियो कि अनि
गाडी हिँड्ने बाटो त भइसक्यो नि त पछि त हामीले जान्दा हजुर स्कुलको काम हुँदा हुँदै पछि यो बढ्यो कि यो पहिले हजुर अनि यहाँ भनिसके नमस्कार आज 2083 साल होइन वैशाख 5 गते शनिबारका दिन हाम्रो कालीगण्डकी गाउँपालिका वडा नम्बर 4 अन्तर्गतको माथिल्लो बेल्टमा रहेको दुर्गा भवानी टोल विकास समितिको आह्वानमा र मुड्किना खोप केन्द्रको निर्माण समितिको होइन समन्वयमा हाम्रो चाहिँ अहिले खोप केन्द्र सरसफाइ सकिएपछि अहिले चाहिँ हाम्रो यो माथि कोट एरियामा हामी सरसफाइ सुरु भन्नाले कसैले यहाँ गरिरहेका थिए भने हामी तलतिर थियौँ। यसरी चाहिँ सबै प्लास्टिक जन्य पदार्थहरू अनि यो झाडीहरू फाँडफुँड गरेर आगो लगाएर यसरी सफाइ गर्नुभएको छ। यो हाम्रो कालीगण्डकी गाउँपालिकाको बालमैत्री पोषण मैत्रीको घोषणाको पूर्व सन्ध्यामा हामी यसरी दोस्रो चरणको सरसफाइ कार्यक्रम यसरी गरिरहेका छौँ। हाम्रो चाहिँ यहाँ अग्रजहरू दिदीबहिनी आमा बुवा तथा दाजुभाइहरू सबै जुट्नु भएको छ। यसरी चाहिँ हाम्रो यो मन्दिर परिसरमा त्यहाँ पुरुषोत्तम बुवा पनि हुनुहुन्छ। यसरी सरसफाइ कार्यक्रम चाहिँ हुँदैछ। यो चाहिँ हाम्रो मन्दिर परिसरको पछिल्लोपट्टिको यो ट्याङ्किनेर यसरी सरसफाइ भइरहेछ। यो चाहिँ हाम्रो पहिला भ्यू टावरको शिलान्यास पनि यही एरियामा भएको थियो। सायद हाम्रो भ्यू टावरको शिलान्यास यही एरियामा भएको थियो, तर त्यो कारणवश अब आफैमा यो डाँडो चाहिँ भ्यू पोइन्ट भएको कारणले त्यो भ्यू टावर चाहिँ बनेन। अहिले चाहिँ हाम्रो भ्यू पोइन्टको रूपमा यो कट्टी गाउँ भ्यू पोइन्टको रूपमा परिचित छ। तसर्थ यसरी हामी चाहिँ सरसफाइ कार्यक्रममा जुटिराखेका छौँ। हाम्रो दुर्गा भवानी टोल विकास समितिका सम्पूर्ण प्रत्येक घरधुरी उपस्थित छौँ। यसरी चाहिँ हामी प्लास्टिक जन्य पदार्थहरू पोल्ने अनि सिसा जन्य बोतलहरूलाई व्यवस्थित गर्ने र झाडीहरू फाँडफुँड गर्ने पोल्ने कार्यक्रम भइरहेको छ। यसरी यो हाम्रो भ्यू पोइन्टको प्रतीक्षालय रहेको छ भने यो चाहिँ हाम्रो टोयलेट बाथरुम र सञ्चालनमा त आएको छैन, तर पनि बनेर चाहिँ तयारी अवस्थामा छ। ल यसरी चाहिँ हाम्रो यो चाहिँ खुलेन, यो चाहिँ नखुलेको अवस्था। यो चाहिँ हाम्रो टोयलेट बाथरुम यो चाहिँ एकदम न्यू छ, सञ्चालनमा चाहिँ आउन बाँकी छ। यसरी चाहिँ यो हाम्रो प्रतीक्षालयको सेरोफेरो पनि यसरी सरसफाइ भएको छ। यो चाहिँ हाम्रो प्रतीक्षालय भ्यू पोइन्टको प्रतीक्षालय होइन, गजबको छ। शीतल हावा छहारी होइन, पानी ओट्ने सबै हाम्रो भ्यू पोइन्ट एरियादेखि हाम्रो कोटादेखि
यो पिकनिक स्पटतिर जाने बाटो यो हो। हाम्रो प्राय महिला दिदीबहिनीहरू चाहिँ उता भ्यू पोइन्टतिर सरसफाइको लागि जानुभएको छ। यो हाम्रो प्लास्टिक जन्य वस्तुहरू यहाँ चाहिँ थुपारेको छ पोल्नको लागि रेडी। केही पोलिसकेको छ भने यो चाहिँ पिकनिक स्पटको प्रवेशद्वार। यसरी चाहिँ सरसफाइ कार्यक्रम सम्पन्न भइसकेको छ। हाम्रो महिला दिदीबहिनीहरू यहाँको सरसफाइपछि केही विश्राम गर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो पिकनिक स्पट। हाम्रो साथीहरू सबै सरसफाइ गरेर बसिरहनु भएको छ, केही रेस्ट गरिरहनु भएको छ। यहाँ यसरी प्लास्टिक जन्यहरू वस्तुहरू पोल्ने यस्तो बनाइएको छ। यसरी धुपीको बुट्टाहरू रुखहरू मजाले ल